वेलकम ब्याक माई युट्युब च्यानल। आज हामी जाँदैछौँ भल्याङको डाँडो। पिच बाटो अहिले भएको छ, यस्तो राम्रो भएको छ। अब हामी गएर वहाँ एकछिन विश्राम गर्दैछौँ, प्रकृति वातावरणहरू हेर्दैछौँ। अब यो उकालो चढ्न पो गाह्रो छ त। तिहारको बिदामा यसो घुमफिर गरौँ भन्ने एकदम मेरो चाहना हो। लङ टुर नभए नि यहीँको घर वरिपरि दृश्यहरू अवलोकन गरौँ भनेर एकजना मैले मेरो भाइ आदर्शलाई लिएर हिँडेको छु साथीको रूपमा। यो सर्टकट बाटो हुनसक्छ, हामी यो बाटो जाउँ। नि अहिले 2-3 जना साथीहरू भएको रमाइलो हुन्थ्यो यात्रा। अब एकछिन हाई गर्थ्यो, हाई अब हाइवेमा माथि हाइवेमा निस्क्यौँ सर्टकट बाटोबाट हामी। सो गाइज कहिल्यै पनि एक्लै रुममा नबस्नुहोस्, बाहिर निस्किनुहोस्, घुमफिर गर्नुहोस्, डिप्रेसनबाट मुक्त हुनुहोस्। यस्तो मोटिभ दिएको अरे क्या हो कि होइन? एक्लै बस्दाखेरि एक्लो फिल हुन्छ, विभिन्न नकारात्मक कुराहरू दिमागमा आएका हुन्छन्। त्यही भएर हामी घुमफिर गर्ने क्या, टाइम मिल्यो नि घुम्ने समय निकालिहाल्ने, घुम्ने वातावरणसँग यसो नजिक हुने, नेचर हेर्ने होइन। अब एकदम यो बाटो अहिलेको बनेको पिच बाटो। हाम्रो मेस्सी भाइ पनि हिँडेका अमेरिकाबाट मेस्सी फ्यान रहेछ, खुसी लाग्यो। म पनि मेस्सी फ्यान हो। कस्तो राम्रो क्लियर छ। जाडो होला यो लिएर हिँड्दा गर्मी पो भयो त। ओहो नि यो कस्तो बाटो हो? यो त पहिरोले जान्छ क्या? जाँदैन होला, जान्छ होला। यताको चाहिँ नजाला, यताको चाहिँ जान्छ, यो त जान्छ क्या। घुम्ती यतै होला कतै भन्न त सुनेको मैले। डाँडा यहाँ चौरस्तो बनाएको छ, यताबाट काफल डाँडा जाने बाटो रहेछ। ब्लगिङमा देखिया तिनीहरू। ओहो यो जिन्दगी भनेको नि साथी यात्रा हो के, कहाँसम्म पुगिन्छ। यता आउने मोटिभेट गर्दा नि तिमी हाँस्छौ भने तिमी लाइफमा सिरियस रहन्छौ। तिमीले देखेर मोटिभ गर्छु क्या। जिन्दगी भनेको नि यात्रा कहिल्यै नथाक है, एक न एक दिन त सफलता भइन्छ हो कि होइन? हो एकदम। यस्तै मोटिभेसनको खाँचो थियो मलाई। प्रयास गर्दै जाने साथी, हरेस भन्ने चिज खाने नै होइन। यस्ता अब लौडा लसुन अगाडि बढ्ने, जे हुन्छ देखि जायो भन्ने प्रयास गर्ने, प्रयास गर्नु छोड्नुहुन्न है। अनि लाइफलाई इन्जोय गर्ने, इन्जोय गर्ने हो। ए वाउ, ए भने यो धुपी होइन? वाह, ओहो ज्याङदी जाने बाटो होइन? देउसी भैलो खेले, धान पनि काटेर सकिसकेछन्। ओ माई गड, मलाई हिँड्न मन लाग्यो आज। त्यही भएर हिजोदेखि हिँडेछु। हिजो चाहिँ भ्लग गर्न पाइएन, बुवालाई लिएर हिँडेको थिएँ। अनि आज चाहिँ तिमीलाई बोलाएँ, यसो भल्याङको डाँडोतिर जाऊँ न, रमाइलो गरौँ। कोठामा बस्ने क्यारिङ लिएर हो कि होइन?
अब भोलि कहाँ जाने हाम्रो प्लान? भोलि हामी अर्जुन चौबारी नवग्रह मन्दिर, जहाँ हामी गइएका छैन, फर्स्ट टाइम गइन्छ। मेरो स्कुटर हुन्छ ट्याक्कै जाने, खाजा पनि उतै खाने, यता खाना खाएर जाने फेरि, बुझ्यौ? ल वाउ, बाटो त सिलिलिङ के अरे, यो बाटो कता निस्किने हो? धुलेगौडा माथि त्यतै होला, रायपुरसम्म त जाने बाटो हो, अनि त्यता कता तनहु निस्किने बाटो होला कि मलाई जस्तो लाग्छ। बाटो राम्रो छ, बाटो त राम्रो छ। पहिला भन्दा त दामी राम्रो बनाएको थियो। एक त हामी आएको थियौँ पुरा धुलो थियो। अन्त ढलान बाइक हेर न कस्तो राम्रो सलिलो हिँडेछ। ओहो मक्खन तरिकाले हिँडेछ बाइक। यो भाइ पनि भ्लगिङमा देखिनु भएको हो, यो मेरो भ्लगबाट फेमस हुने भयो यो। म यति फेमस हुने अरे क्या, मलाई घेर्ने अरे क्या पुरा, सबलाई त मनोज भाइरल मनोज भन्दै। ए बस्ने ठाउँ पनि राम्रो बनाएर रहेछ नि यार, काफल डाँडा भनेर है। वाह दामी यार। अब साथी हामी यहाँ बसिन्छ केही समय, रेस्ट गरिन्छ, धेरै यो। ओहो वाह, को हो त नि दिदी बहिनीहरू आछन् क्या। ल आऊ यता बसौँ। यो बाटो आउने हुन्, यहाँ हामी आइसकेको समयले एकजना साथीलाई कुरेर बसेका छौँ हामी माथि जानलाई। ऊ चाहिँ त्यो बाटो आउने हो होइन। आयो 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 खै, एक घन्टै लगायो त भिडियो खिच्न लाग्यो होइन जस्तो मान्यो कि मैले हुनुपर्छ। कस्तो राम्रो यार, एडिट गर्ने अब सेतो घर चाहिँ कसको हो? कुन चाहिँ कसको लागि? यही अगाडिको डाँडा सेतो एउटा ट्याक्क छ नि, टेन्ट स्टाइल। ए कसो रहेछ, दामी हो राम्रो है। एउटा मात्र के फेरि हेर माथि तल चाहिँ घरै घर माथि एउटा मात्र सेतो छ कि त्यो सेतोवाला हेर न। ए वहाँ माथि नुवाकोटतिर, नुवाकोट त त्यो नुवाकोट तल के त्यहाँ मुसलमानहरूको सबहरू उस गर्छन् कि गाड्ने, त्यस्तो हो र? चेन डाँडो हो पुरै माथि, चियानो माथि लान्छन् नि। आयो फोन आयो, कहाँ गयो यार साथी यार, कुरेको यार आउँदै होइन। अब हामी यहाँबाट यसरी यो बाटो गइन्छ फेरि बालेङको डाँडो। अब धेरै टाइम छैन, धेरै समय लाग्दैन। अब यही बाटो टक 5-10 मिनट हामी यही बाटो यो बाटो आएको हामी। कङ्ग्रेट्स मोही रहेछ है, घिउ नजिकेको वाला। ए हो ल, आज मोही खाइन्छ यिनको घरबाट ल्याएर। कहाँ गयो यार ढिलो गऱ्यो यार। पानी त लिएर आउला नि। पानी ल्याखान कि हातमा झरियो बोतल छ। आयो बोतल लिएर आए। ओति ए कस्तरी हिँडेको स्विङमा खान्छ साथी। देखे पानी चाहिँ बोतल लिएर जे होस्। यही माथि नि पानीको धारा थिएन र? खै मैले त बिर्सेँ के, पहिला थियो क्या स्कुल थियौँ होइन। एउटा स्कुल तिमीले हामी पढेकै, हामी होइन हामी माथि हो क्या, त्यहाँ माथि हो स्कुल भनेको होइन पहिलाको पढाउने स्कुल अरे। हो त्यहाँ हामी यतापट्टि त स्कुलको पछाडि पिकनिक आएको के स्कुलबाट जमानामा। हामी एसएलसी दिँदाखेरि पिकनिक आइएको गैरीखेतबाट यहाँ गैरीखेतबाट। दाइले कहाँ पढाउने? पर्सन दाइले त उतै हो नुवा के अरे बाकोट मावितिर। गैरीखेतमा होइन तिमीलाई त पढाउनै दिन्छन् क्या गैरीखेतमा त। किन हो? त्यो घर पाइ त कहाँ दिन्छन् त नि। घर खाना खाएर आउँछु भने घर सुत्यो भने ज्या हुन्छ। पढेको चाहिँ तिमीसित सँगै होइन? हो मसँगै हो। क्यामेरामा रेकर्ड छ। ओहो आयौ पानी लिएर। मैले भ्लगिङ गरेको छु, अब तिम्रो जस्तै भ्लग स्टार्ट गर्नु पर्यो भनेर।
यसको कपडा चाहिँ डरो उठाएको छ नि के छ खबर ए आमाले हुले ब्लगमा हात मिलाएको हेर्नुपर्छ ल ल पानी पानी खानु पर्यो मलाई यसमा त पानी खाएको त हेर्नु नि मनोज जीले पानी खाए तातै चाहिँ क्या घाम धेरै छ के मेसेज गरेको म भलेङको डाँडो जान्छु है उताबाट हुन्छ त नि छिटा जर्सी भित्र त्यो कहाँ लाग्दैन यार यो मात्रै लाउनु पर्छ नि अलि गर्मी गर्मी जस्तो लाग्छ कि म त माथि घरमा हाम्रो त अलि त्यसै ए लास्टिक अनि इन्डे ज्याकेट लाएर आएको थिएँ म यत्तिकै आएको के मैले ज्याकेट लाएर निक्लेको थिएँ तल त कस्तो गर्मी छ के स्याङ्जातिर अझ मिला पोखरामा बिहान छ भलेङको डाँडो आइपुग्यो मी त ओहो नि वाउ अब गएर के गर्ने केटाहरू फोटो खिच्ने लोकल तिमीले भिडियो बनाउने मैले पनि भिडियो बनाउने मनोजले हामी रे यो लोकल दिनमा 2 बोतल यस्तो खान्छ मनोजले यो लोकल रक्सी अहिले खाएको त यहाँ ढलिन्थ्यो भिडियो गर्नै सकिन्थेन होला होइन माई गॉड तल गएर फेरि अन्त सानो एक गिला हान्यो बल्ल घरमा थाहै छैन म घर गएँ सब पुरा याद छ अनि तिमीले टिकटक बनाउँछ कि मैले चाहिँ बनाउँदिनँ बनाउनु पर्छ आज मैले बनाउँदिनँ होइन मलाई त केही आउँदैन भ्लगमा भन्छु के तिम्रो टिकटक आइडी भन त मेरो आइडी नै छैन टिकटकै छैन मेरो फोनमा एडिट गर्दै हाल्थ्यौ र नि फेरि यो त अलिअलि मिलाएको नि त तर मैले पहिला चलाउँथेँ तिम्रो पुरानो टिकटकहरू छ क्या मेरोमा मेमोरी भएर आयो मेरो छ ब्याड इन्टेन्सन छैन ब्याड इन्टेन्सन ल साथीहरू ब्याड इन्टेन्सन टिकटकलाई टिकटक आइडी फलो गर्नु होला हाम्रो विशाल भुजेल एकदम है डिम्पल पर्छ ओहो हो हेर त हिमाल माछा पुछ्रे ए धौलागिरी ए अनि केटाहरू उहाँ गइसकेछन् भाइ कति धेरै हिँडेर आइएछ विद्यालय क्षेत्र हरेन निषेधित क्षेत्र अरे आज चाहिँ मजा आउने भयो है साथीहरूसँग घुमघाम नयाँ रुममा बस्दा बस्दा नि यत्तिकै झ्याउला र यिनीहरूलाई जाम भनेर धन्न आए एकछिन शीतलमा बसिन्छ भिडियोहरू गरिन्छ भिडियो चाहिँ बेलुकातिर अपलोड गर्छु म एडिट गरेर साथीहरू है ए स्कुल नजिक त पहिरो गएको हो होइन चल्छ राम्रो स्कुल हो कि यहाँको प्राथमिक होइन म एसएलसी दिँदाखेरि यो स्कुलको पछाडि रहेछ के पिकनिक स्पट पिकनिक आएको गइरहेको माविबाट सुन्दारे 1 किलोमिटर रहेछ यहाँबाट उ त्यहाँ नि घर बनाइसकेछ नि यार अनि भलेङको डाँडा आइयो केटाहरूसँग ओहो कस्तो धुपीहरू मात्र अन्त ल अहिले बोलौँला कस्तो राम्रो ठाउँ हौ
भलेङको डाँडा हामी आइपुगेका छौँ। अब खानी हेर्नु हाम्रो मक्खिरा साथी के हो साथी? कस्तो अप्ठ्यारो भएको पहिरो गएको रहेछ, पानी लाँदा रहेछन् केटाहरू अगाडि गइसकेको गर्मी धेरै भयो हामी हिँडेर आएको भएर। कस्तो दामी बाटो यार, अहिले हालसालै पिच भएको बाटो रहेछ। ओहो भ्यू यो भन्दा प्रकृति भनेको हरियाली हैन, कस्तो राम्रो ठाउँ। ज्याकेट दिएको नि जाडो होला भनेर लिएर ओढेर आएको, गर्मी भयो हिँड्दा हिँड्दा। ओए तिमीहरू किन आएका हौ? एउटा जेललाई कमेन्ट गर्दैन भनेको एक छाक देऊ न सबै बाहिर दिन्छु। विशालले नि बनाउँछ है ब्लगिङ। ब्लगिङ होइन कि सबैलाई हो, साथीहरुमा यसो भिडियो बनाउने हो कि एकछिन अनि ल जाम माथि। ओ सर हो र तिम्रो ए हाम्रो सरले पढाएको हुन्छ सर। अनि ती मिसहरुको हुन्छ नि ए मोटा मोटा रहेछन् मिसहरु। कता ज्याकेट दुनेको थियो चलेर बिहान जाडो छ यार। बिहान त छुटछुट बनाउनु हामी त चली फलास खेलिन्छ यार। राति बिहान र बेलुका त जाडै हुन्छ यार। एउटा मुभी हेरेर पञ्चायत हेरेर चार हेरेर त्यो हेर्नु पर्ला हामीले। फेरि टाढा सुरु गरेर कस्तो राम्रो बस्ने ठाउँ रहेछ। उहाँ त धेरै हेऱ्यो नि त पञ्चायतै हेर्छु। वाह होइन पहिला के सब भ्याकेन्ट पनि अहिले कहिले गएर क्लास लिने भनेको पढाइ यस्तो राम्रो ठाउँ यार, आनन्द लाग्ने ठाउँ है। तर यहाँ फोहोर गर्दा आइजन् कि फोहोर चाहिँ फाल्नुहुन्न है, एक ठाउँमै कलेक्ट गर्नुपर्छ फोहोरहरूलाई। यस्तो जथाभावी फाल्नु हुँदैन। ओहो बङ्की ओ मेरो साथी अरे। हेर त यहाँ कति धेरै फोहोर यार, यसरी फोहोरहरू फाल्नुहुन्न के हो कि होइन? एउटा बोरा अथवा उसमा कलेक्ट गर्नुपर्छ। सिसाहरू पनि छन् यार, यसरी फाल्नु हुँदैन ए यार। केटाकेटीमा बाँदरसँग खेलिरहेका छन्। ओहो लगिङ हेर्दै गर्नु होला है त। See you again. फेरि लिएर आउँदैछु। टेक केयर, बाइ बाइ।